मान्छेले हामी कहाँ छ आज चाहिँ हामीहरू कान्छा भाइ मेरो कान्छा देवरको घरमा हाउस वार्मिङमा छौँ। यस्तो बसिरहँदा एउटा कुरा याद आयो मान्छे, फ्यामिली है, यस्तो फ्यामिली गेट टुगेदर भयो। फ्यामिली भने चाहिँ तपाईँलाई के जस्तो लाग्छ? मलाई चाहिँ नि फ्यामिली भन्दाखेरि चाहिँ है तपाईँले एकदमै राम्रो टपिकमा एउटा मलाई क्वेसन गर्नुभयो है। फ्यामिली भन्दा चाहिँ मेरो लागि चाहिँ फ्यामिली इज एभ्रिथिङ है। फ्यामिली भनेपछि चाहिँ दुःख सुखमा साथ दिने, जति नै जे सुकै होस् तलमाथि होस् है, तर लास्टमा चाहिँ साथ दिने चाहिँ फ्यामिली नै हुन्छ। त्यसैले गर्दाखेरि मेरो लागि चाहिँ फ्यामिली चाहिँ एभ्रिथिङ, सब कुछ हो। कति राम्रो भन्नुभयो, थ्याङ्क यू माची। हेलो है, फ्यामिली नै एउटा मेरो लागि एकदमै प्रिसियस हो है। फ्यामिली चाहिँ मेरो यहाँबाट आमाहरू, ठुलो आमाहरूबाट सुरु भएको है। हाम्रो ठुला सुनका फ्यामिलीहरू है। विदाउट फ्यामिली हामीले केही गर्नु पनि सक्दैन होइन, एउटा कम्प्लिट हुनु सक्दैन है। थ्याङ्क यू। फ्यामिली भनेको चाहिँ अन्डरस्ट्यान्डिङ हो, एकाअर्कामा मिलेजुली बस्नुपर्छ। कति कुरा रिस हुन्छ, झगडा हुन्छ, तर त्यो चिजलाई चाहिँ टाढा राखेर मिलिहाल्नु पर्यो। मलाई चाहिँ कस्तो लाग्छ भने फ्यामिली भनेको के हो भन्दाखेरि चाहिँ अकर्डिङ टु माई बिलिभ, माई होइन ओपिनियन, फ्यामिली भनेको चाहिँ अब त्यस्तो खालको एउटा रिलेटिभ्स होइन, एउटा रिलेसनसिप हो हाम्रो भित्रमा, जसकोले गर्दाखेरि चाहिँ एउटा स्ट्रङ होल्ड, एउटा इमोसनल कनेक्ट हुन्छ जस्तो लाग्छ। द्याट्स फ्यामिली। Leon, how old are you by the way? 15 years. So tell me, तपाईको लागि family, what is family according to you? Words cannot describe what I mean, because it contains every single emotion I can express, like love, happiness, gratitude, and all of the emotions. Okay, So it's everything. Everything. Bainila. Hi. Okay, Bainila, tell me, what is family according to you? Can you share? Family according to me is someone or people who you can trust and rely on, where we share special bond, love, which we cannot find outside those people or person. We get to choose. Sometimes we are born in those families where we share all the good times and bad times. So it's a special kind of bond, a unique kind of bond. Wonderful. Doju. Hello. Okay, दोजुलाई सोधौँ कि दोजु कति वर्ष पुग्यो? म 14 years हो। 14 years है। फ्यामिली भनेको चाहिँ तपाईलाई कस्तो लाग्छ, के हो जस्तो लाग्छ? मलाई आफ्नो आमा आप्पाको चाहिँ पुरा माया लाग्छ, सबै कुरा चाहिँ लाग्छ मलाई चाहिँ। अन्त अरु? एभ्रिथिङ फ्यामिली चाहिँ, फ्यामिली भन्ने अरू कहीँ हुँदैन। ओके। अब हामी आफ्नो कन्ट्री घर छोडेर कहीँ गयो भने उयो आफ्नो आमा आप्पा जस्तै माया पाउँदैन, आफै कामहरू गर्नुपर्छ। हेलो आन्चु, म चाहिँ कान्छी बहिनी होला। मेरो आईहरू आउनु भएको छ हो, आईहरूको आइसैले आउनु भएको छ हो। आज चाहिँ अन्त यहाँ आइसैलेको कान्छा छोराको जीविका बनाएर घर बनाएर चाहिँ हामीलाई बोलाउनु भएको थियो यिनीहरूलाई खिम्साटासीमा। अन्त हामी अहिले यहाँ भेला भइरहेको छ हो। आईको छोरी, आईहरूको छोरा बुहारी सबैजना नाताना सबैजना यता अर्को रुममा बस्नु भएको छ हो। हामी चाहिँ यतिजना चाहिँ यहाँ बसेको हो। अन्त हामीले मजा आइरहेको छ हो। कोही कोही बेला यसरी फ्यामिली यसरी भेला हुँदाखेरि पुरा खुसी लागिरहेको छ हो। अन्त फ्यामिली भन्दा एउटा कुरा याद आयो आन्चु, फ्यामिली भनेको चाहिँ तपाईँलाई के लाग्छ हो? फ्यामिली भन्दा ठुलो एउटा केही पनि छैन, एकदमै ठुलो कुरा हो होइन। सबैजना बेला बेलामा आफ्नो फ्यामिली है यसो याद गरेर यसो जम्मा भएर हिँड्ला भेट्नु पाउँदाखेरि एकदमै खुसी लाग्छ, एकदमै ठुलो कुरा हो यो। आफ्नो फ्यामिली बिर्सिनु हुँदैन हिँड्ला, बिर्सिनु। मेजोरिटी आफ्नो फ्यामिली भनेको चाहिँ एउटा ठुलो उयो रहेछ, किनभने अब यो हाँसी खुसी बेला बाखतमा यसो मनोरञ्जन सानोतिनो पार्टी या केहीमा बेला हुँदा हामी ठुलोले गर्दा नानीहरू नै चिना परिचय हुँदो रहेछ हो। नाच्ने पनि चिन्छ, हामी बुढो पाएको हुँदै मरिसक्दै गर्दा अब अरू आउँदो फ्युचरहरू पनि राम्रो
यो हाम्रो आन्युको नानी हो यस्तो हाँस्याको यस्तो भनेर त्यसरी गाँच्दै गाँच्दै के हो आफ्नै भित्र चाहिँ फ्यामिली भित्र नै मेजोरिटी बढ्दै बढ्दै राम्रो जान्छ यो एकदमै राम्रो हो किनभने मैले धेरै किसिमको धेरै मैले जग्गा देखेको दुख बिमारमा हस्पिटलहरू जाँदा के गर्दा आफ्नो सन्तान मेजोरिटी छैन भने कोही नहुँदो रहेछ एक्लैको एक्लै बिमारसँग बस्दा कति दुःख लाग्दो हुँदो रहेछ हो आफ्नो सन्तानसँग जहाँ पनि त्यसो जान्छ अघि बिमार नहुने बिमार भएको पनि अहिले जाने हुनुलाई जस्तो अर्का लेख्दा पनि राम्रो नानीले सम्झाउँदै बुझाउँदै लियो भने चाहिँ उनीहरूको पालमा पनि उनीहरूको फ्युचरमा पनि राम्रो हुँदै जान्छ यही नै हो परिवार यही परिवार फ्यामिली भन्ने कारण नै थियो आफै एकता छ भने त्यसै पनि साथीभाइ पनि आउँछ थ्याङ्क यू हाम्रो राम्रो भन्नुभयो